गर्नुपर्छ, जोगाउनुपर्छ। हामीले संस्कार उपस्थित सम्पूर्णमा हार्दिकतापूर्वक गर्दछु। काठमाडौँ जिल्ला नागार्जुन नपा रामकोट ओघर देखिन्न त्यस्तो अपाङ्ग जस्तो एलिना नाम उप्रेती हो थर। मनोसामाजिक अपाङ्गता मेरो पहिचान भएको छ। यस्ता व्यक्तिहरू हाम्रो समाजमा उपेक्षित भइरहेको छ। म एक नारी, परिवारको जिम्मेवारी, राष्ट्रको असल नागरिक, सत्यता, पवित्रता, शुद्धता र इमानदारिताको हुन्छु सधैँ। म हरियो कुर्ता सुरुवाल लगाई मनमा पीडा चेहरामा मुस्कान भएको कविता वाचनको लागि साथमा सानी छोरी लिएर आएको। अपाङ्गता समावेशी समाजको प्रवर्धन, सामाजिक उन्नतिको समर्थन, विभिन्न नारा लगाई दिवस मनाउने प्रचलन बढ्दो छ। झन् यस वर्षको डाउन सिन्ड्रोमको अन्तर्राष्ट्रिय नारा बनेको एक्लोपनको विरुद्धमा हामी सँगै छौँ है भनेको। एक्लोपनको विरुद्धमा हामी सँगै छौँ है भनेको। 21 मार्च डाउन सिन्ड्रोम अन्तर्राष्ट्रिय दिवस मनाउँदै आएको। अतिरिक्त क्रोमोजोमको कारण जन्मजात व्यक्ति यो अवस्थामा गएको। अतिरिक्त क्रोमोजोमको कारण जन्मजात व्यक्ति यो अवस्थामा गएको। हामी सँगै शीर्षकमा कविता लिई आएको छु भन्न। हामी सँगै शीर्षकमा कविता लिई आएको छु भन्न। आफ्नो हक अधिकारको लागि सधैँ तत्पर छु लड्न। आफ्नो हक अधिकारको लागि सधैँ तत्पर छु लड्न। यो सृष्टिमा म एक्लै जन्मेर धरती टेकेको होइन। यो सृष्टिमा म एक्लै जन्मेर धरती टेकेको होइन। बिना आमा बुबा यस धरतीमा जन्मिने कोही छैन। बिना आमा बुबा यस धरतीमा जन्मिने कोही छैन। सामाजिक प्राणी हौँ हामी, चाहिन्छ सबैको साथ। सामाजिक प्राणी हौँ हामी, चाहिन्छ सबैको साथ। लिङ्ग, वर्ग, जाति, अपाङ्गताको आधारमा हुन्छ घात। लिङ्ग, वर्ग, जाति, अपाङ्गताको आधारमा हुन्छ घात। मानवीय भेदभाव, सामाजिक अपहेलनामा जीवन गुजारिरहेका, मानवीय भेदभाव, सामाजिक अपहेलनामा जीवन गुजारिरहेका समय, घटना, अवस्था अनुसार अपाङ्गतामा भिन्नता हुन गएका। समय, घटना, अवस्था अनुसार अपाङ्गतामा भिन्नता हुन गएका। मानव जीवनको उपहासको पात्रको रूपमा हामीलाई लिइन्छ। मानव जीवनको उपहासको पात्रको रूपमा हामीलाई लिइन्छ। जति चोट छ त्यसैमाथि थप पीडा पनि हामीलाई दिइन्छ। जति चोट छ त्यसमाथि थप पीडा पनि हामीलाई दिइन्छ। नेपालमा अपाङ्गताको 10 प्रकारमा वर्गीकरण भएको। नेपालमा अपाङ्गताको 10 प्रकारमा वर्गीकरण भएको। अपाङ्गता भएका व्यक्तिहरूको जीवनयापन कठिन रहेको। अपाङ्गता भएका व्यक्तिहरूको जीवनयापन कठिन रहेको। बौद्धिक र मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूको मुद्दा अल्पसङ्ख्यकमा परेको। बौद्धिक र मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूको मुद्दा अल्पसङ्ख्यकमा परेको। समानता, गैर भेदभाव, पौष्टिकता सबै थोकको हामीले चाहेको। समानता, गैर भेदभाव, पौष्टिकता सबै थोकको हामीले चाहेको। सबैको अपहेलना, तिरस्कारले छौँ हामी एक्लिँदै गएको। सबैको अपहेलना र तिरस्कारले छौँ हामी एक्लिँदै गएको। खुसी मिल्थ्यो हामीलाई पनि सबै हामी सँगै भएको। खुसी मिल्थ्यो हामीलाई पनि सबै हामी सँगै भएको। परिवार, समाज र राज्यको सबैलाई चाहिन्छ साथ। माया, प्रेमको अनुभूति गराई सामाजिक विभेद चिर्ने हाम्रो हात। परिवार, समाज र राज्यको सबैलाई चाहिन्छ साथ। माया, प्रेमको अनुभूति गराई सामाजिक विभेद चिर्ने हाम्रो हात। अपाङ्गता, विविधता, ससम्मान बाँच्न हामी सबैले चाहेको। अपाङ्गता, विविधता, ससम्मान बाँच्न हामी सबैले चाहेको। मानव अधिकार हामी सबैको एकै छ रहेको। मानव अधिकार हामी सबैको एकै छ रहेको। हामीलाई पनि मन छ सँगै खान, सँगै बस्न र रमाउन। हामीलाई पनि मन छ सँगै खान, सँगै बस्न र रमाउन। उच्च शिक्षा हासिल गरी सिकेर पैसा कमाउन। उच्च शिक्षा हासिल गरी सिकेर पैसा कमाउन। सामाजिक परम्परा र चाडपर्वमा सबै सँगैको हुन मन छ। सामाजिक परम्परा
समाजसेवा पाउँछ भनेर विभिन्न कारणले पुग्छन्। त्यसमध्ये म चाहिँ एउटा हिंसाको कारणले पुगेको हो र मसँग एउटा सानो छोरी छ, त्यो छोरी पनि यस्तै हिंसाबाट जुझिरहेको छ। विभिन्न किसिमको आमा आफू स्वयं हिंसाबाट हुन्छ, बच्चासँग हिंसा पनि दिएर त्यो खाले अभिभावक बन्न कतिको सहज हुन्छ होइन। यो सबै अभिभावक पनि मसँगै हुनुहुन्छ, छोराछोरी पनि मसँगै छन् र यो सिङ्गो मानव चाहिँ मैसँग पनि भन्ने एउटा आग्रह गर्दै यो सँगसँगै हामी सँगै छौँ, हामी सँगै हुनेछौँ र हामी सँगै रहिरहनुपर्छ भन्ने आह्वान गर्छु। धन्यवाद।